आज हिन्दूहरूको महान चाड यो हिन्दू लम्बीहरूले आज विश्वभर शिवजीको पूजा आज गरी धुमधामले मनाइन्छ। एक नम्बरमा के छ भने शिवजीको पछाडि शिवरात्रि शब्द झुन्डिएको छ र कृष्णजी पनि रातिमै जन्मेको भन्ने सुनिन्छ। कृष्णको पछाडि रात्रि झुन्डिएको छैन र हामीभन्दा पूर्वज आमा बुवाहरू पनि कतिपय रातिमै जन्मनु भएको थियो। उहाँहरूको पछाडि रात्रि शब्द जोडिएको छैन भने हामीभन्दा तल भाइ बहिनीहरू पनि कति रातिको समय जन्मिएको छ। उहाँ बाबु नानीको पछाडि पनि रात्रि शब्द जोडिएको छैन। यो एउटा गम्भीर चाहिँ एउटा शोचनीय वस्तु रहेको छ। शिवजीको पछाडि रात्रि जोडिनेको अर्थ के छ भने शिवरात्रि किन भनिएको हो भने वास्तवमा शिव यस कलियुगको अन्त्य र सत्यको सङ्गमको समयमा यतिखेर मानिसहरू दुःख, अशान्ति, पीडा, रोग, शोक इत्यादि कुराहरूले जति नै धनाढ्य भए पनि मनमा शान्ति नभएको अवस्था र यो संसार चाहिँ अशान्तको भुमरीमा जकडिएको अवस्था छ र मान्छेको अगाडि सबै अन्धकार मात्रै देखिन्छ। मान्छे दुखी भएको कारणले यही समयमा परमात्मा अवतरण गर्नुभएको छ ब्रह्माको तनमा र ब्रह्माजीबाट स्थापनाको गुप्त कार्य पनि चलिरहेको छ र विनाशको कार्यहरू पनि चलिरहेको छ। यो त तपाईहरुले प्र्याक्टिकल रूपमा देखिरहनु भएको छ। अर्को कुरो 2 नम्बरमा के छ भने शिवजी अजन्म अभोक्ता भनिन्छ भने शङ्करजीलाई यो संसारको विनाशकर्ता भनेर भनिन्छ र शिवजीलाई कल्याणकर्ता भनेर भनिन्छ। यो आँखाले देख्न नसक्ने भएको कारणले गर्दा शङ्करजीलाई नै शिवजी भनेर हामीले पूजा आजा गर्ने चलन रहेको छ। आज मठ मन्दिरमा सबै भक्तजनको भिड शिवको मन्दिरमा देख्न पाइन्छ। अज्ञानताले गर्दा, ज्ञानको कमीले गर्दा शङ्करजीलाई नै शिवजीको रूपमा चाहिँ हामीले मान्ने चलन रहेको छ र शङ्करजीको वास्तवमा शिवजी यो संसारको लाई चलाउने हुनुहुन्छ भने शङ्करजी यो संसारलाई विनाशकर्ताको रूपमा मानिन्छ। उहाँलाई देवता भनेर मानिन्छ भने शिवलाई विश्व कल्याणकारी मानिन्छ। र आज शिव जयन्तीको दिनमा एउटा के मान्यता प्रचलनमा रहेको छ भने
साँझपख शिवजीलाई मनपर्ने हलुवाहरू सुजीको परिकारहरू बनाएर त्यसमा गाँजा भाङ धतुरो इत्यादि हालेर शिवजीलाई प्रसन्न पार्ने चलन छ। वास्तवमा त्यो कुरो गलत हो। हाम्रै आमा बुवाले पनि गाँजा भाङ धतुरो चुरोट इत्यादि रक्सी सेवन गर्नुहुन्न भनेर सन्देश दिनुहुन्छ भने स्वयं हाम्रा पिता शिवजीले चाहिँ गाँजा भाङ धतुरो खाएर इत्यादि चिजहरू खाएर लट्ठ भएर चाहिँ बस्नु म खुसी हुन्छु भनेर पक्कै भन्नुभएको छैन होला जस्तो मेरो विचारमा लाग्छ। र स्वच्छ मनले शुद्ध भोजन खाएर शिवको याद गर्नु नै सच्चा पूजा मानिन्छ जस्तो मेरो विचारमा लागेको छ। र तपाईँहरूले पनि शिवजीले अर्को कुरो के भन्नुभएको छ भने वास्तवमा कुरा नबुझ्नुको कारणले गर्दा मान्छेहरू थोरै अज्ञानतामा छन्। शिवजीले वास्तवमा आजको दिनमा तिमीहरूलाई दुःख दिने आहार विहारहरू जस्तै सुर्ती चुरो रक्सी अन्य भला पुगा इत्यादि चिजहरू मलाई दिएर मलाई चढाएर तिमीहरू चाहिँ पवित्र बन्नु भन्नुभएको थियो। र यही कुराहरू नबुझ्नुको कारणले मान्छेहरूले भगवानले पनि खानु हुनु रहेछ भन्ने कुराहरूलाई बुझेर सेवन गरिरहेको अवस्था छ। आज महान चाडमा तपाईँहरू शुद्ध भोजन खाएर शिवको महिमा गर्नु नै याद गर्नु नै सच्चा पूजा मानिनेछ। ल, धन्यवाद।